भाइरस नेपालमा आइपुगेको छ। यो खतरनाक भाइरस चमेरा, सुँगुर र संक्रमित मान्छेबाट सर्न सक्छ। टाउको दुखाइ, उच्च ज्वरो, खानै इच्छा नहुनु जस्ता लक्षण देखिए तुरुन्त डाक्टर भेट्नुहोस्। सुन देशभरि हल्ला, निपा भाइरस। देखिँदैन तर घातक छ, लापरवाहीले ज्यान लिन्छ। ज्वरो चढ्यो, सास अड्कियो, समयमै नचेतेर बुझियो। चमेराबाट फैलिएको खबर अब मजाक होइन यो खतरा। आयो निपा भाइरस, सचेत बन्नको समय छ। मास्क लगाऊ, दूरी बनाऊ, सानो गल्तीले ठुलो नोक्सान छ। आयो निपा भाइरस, हल्ला होइन सत्य हो। आज नचेते भोलि ढिलो, जीवन नै यहाँ जोखिम हो। काँचो रस नपिउनु, खुलेको फल नछुनु। बिरामी देख्यो दूरी राख, लापरवाही नगर्नु। आजै रोक्न सकेनौ भने भोलि आँसु मात्रै हुनेछ। आयो निपा भाइरस, घरमा चेतावनी छ, तर होइन तयारी चाहियो। बाँच्ने बाटो सावधानी छ। खेल होइन, अबको ध्यान जीवन हो। तर जीत हाम्रो हातमा छ। सचेत बन, सुरक्षित बन, बाँच्ने शक्ति हाम्रो साथमा छ। निपा भाइरस, सचेत रहौं आजै अहिले। निपाह भाइरसले गम्भीर बिरामी बनाउन सक्छ। यो भाइरस चमेरा र सुवारबाट मानिसमा सर्न सक्छ। ज्वरो, टाउको दुखाइ, घाँटी दुखाइ जस्ता लक्षण देखिन्छन् र समयमा उपचार नगरे जानले लिने अवस्था आउन सक्छ। चमेरा र असुरक्षित सुवारसँगको सम्पर्क नगर्नुहोस्।